सम्पूर्णमा स्वागत छ हजुरहरूलाई सुम्निमा पारुहाङ चिन्डेडाँडा च्यानलमा छु। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु भन्नुपर्छ। दसैँ पनि गयो, तिहार पनि गयो, चाडबाडहरू सक्यो हैन। सो आज चाहिँ मैले फेरि अलिक लङ टाइम पछि सुम्निमा पारुहाङ चिन्डेडाँडा च्यानलको लागि चाहिँ एउटा भिडियो बनाउन गइरहेको छु साथीहरू। सुम्निमा पारुहाङको अपडेट चाहिँ दैनिकी नै आउँछ भन्न चाहन्छु। हजुरहरूलाई हेर्न चाहनुहुने र सुम्निमा पारुहाङ प्रतिमा बारे दुःख पनि लाग्छ घरिघरि यो भ्यू देख्दाखेरि हैन। अब यस्तो खालको राम्रो हुन्छ नि, घर त यस्तो छ, घर चाहिँ छाप्री भए पनि जस्ट फुलबारीहरू चाहिँ यस्तो मेहनत गरेर बनाएको हैन, माया लाग्छ। आजदेखि सुरु भइसकेको छ। यहाँको संरचनाहरू भत्काउनको लागि चाहिँ मेरो कम्पाउन्डभित्रको संरचनाहरू भत्किँदैछ आजबाट। सो घर चाहिँ म अब आफू बस्ने घर चाहिँ केही समयपछि मात्र म भत्काउँछु, किनभने म आफू बस्ने घरलाई नै व्यवस्थित तरिकाले बनाइसकेको छैन। सो त्यही भएर चाहिँ आफू बस्नको लागि चाहिँ बनाइसकेपछि मात्रै योहरू चाहिँ भत्किनेछ, यो घरहरू चाहिँ। सो अहिलेको लागि चाहिँ जुन चाहिँ मेरो पछाडि देखिराख्नु भएको छ पर यो होटल मतलब कटेजहरू जस्तै बसेर खाने, कस्टमरहरू बसेर खाने घर चाहिँ भत्किँदैछ। यहाँ पर देख्न सक्नुहुनेछ। म तपाईँहरूलाई ब्याकग्राउन्ड पनि देखाउँछु है त। सो मलाई चाहिँ सबैभन्दा माया लागेको चाहिँ, माया लाग्ने चाहिँ के भने अब यी यस्तो खालको फुलहरू बनाउनलाई वर्षौँ वर्ष लाग्छ क्या। पुरानोलाई भत्काएर नयाँलाई पुरानो बनाउनु कति मेहनत लाग्दो रहेछ होइन। कति मेहनत लाग्छ होला तपाईँ आफै भन्नु त। जे चिज पनि क्या पुरानो जस्तो हुँदैन नयाँ भन्छ नि। सो कता आफूलाई माया पनि लाग्छ, चित्त पनि दुख्छ, तर पनि अब मनलाई ठुलो बनाएर चाहिँ यो ठाउँलाई छोड्नु पर्ने नै भएको छ होइन। जस्ट मैले सुम्निमा पारुहाङलाई सुम्पिसकेको छु। सो त्यसले गर्दाखेरि भत्काउनु नै पर्छ होइन। आजबाट भत्काउन सुरु भइराखेको छ। यो कटेजहरू चाहिँ भत्किन्छ होइन। र यो घर चाहिँ अहिले हालसालै चाहिँ भत्किँदैन, जस्ट 22-25 दिनपछि मात्र यो घरहरू चाहिँ भत्काउन सुरु हुन्छ होला जस्तो लाग्छ। उताको त्यो कटेज हो, त्यो चाहिँ कस्टमरहरू बसेर खाने कटेज घर, कटेरो घर थियो होइन। यस्तो छ। अब यो भत्काउनुभन्दा अगाडि भत्किँदै गरेको सुरुवात पनि म तपाईँहरूलाई भत्किँदै गरेको सुरुवातको अपडेट पनि दिँदैछु। र भत्काइसकेपछि पनि म भिडियो बनाउने नै छु। देख्न सक्नुहुन्छ यस्तो राम्रो त्यहाँ फुल फुलेको छ नि होइन। यसरी फुल फुल्ने बनाउनको लागि त यति टाइम लाग्छ नि, यति टाइम लाग्छ, कहिले होला भनिरहेछ होइन। अब यहाँ यस्तो छ यो फुलहरू, यस्तो छ। यो गेटहरू चारपट्टि छ क्या। एउटै मलाई थाहा छैन है, अब बाबा र तिमी नै हो राख्ने, मलाई के थाहा टेपहरू कहाँ छ भनेर। यो भयो एउटा गेट होइन। यो चाहिँ कहाँ जाने गेट भन्दाखेरि पर त्यहाँ कुर्सीहरू छैन, टेबल मात्र छ त्यहाँ चाहिँ। त्यो त्यसमा चाहिँ पहिले छाता राखिएको थियो, बस्नलाई साह्रै हराइदियो र मजा क्या। त्यहाँ चाहिँ 4 जनाको सिट बस्नलाई। यो एउटा गेट भयो होइन त्यहाँ जाने। अनि अर्को पनि फेरि यसैमा जोडिएको ल हेर्नु है। त्यो एउटा गेट भयो, यो एउटा गेट भयो जुन चाहिँ मेरो छोरा उभिरहेको छ त्यहाँ। अनि ल एउटै बोटबाट 3टा गेट बनाइएको। यो फुलहरू 12 मासे फुल छ होइन। चैत वैशाखदेखि लिएर बर्खामा पनि हिउँदोमा पनि जति बेला सुक्खा टाइममा बर्खा टाइममा यो फुलहरू यत्तिकै फुल्छ क्या। यस्तो राम्रो फुल्ने होइन। अनि पूजा गर्ने बेलामा जति बेला नि एनी टाइम फुल म चाहिँ कहिले खोज्दिनँ थिएँ क्या। अब चाहिँ गाह्रो छ होइन। अनि स्वामीको बोट यति सानो थियो, अनि 500 रुपियाँ लाएर यो चाहिँ मैले किनेर लिएर रोपेको। यत्रो भएर पनि अब सबै घाँस झारियो होइन। सो सबै मासिँदैछ। अब यिनीहरू नि मर्छ नै। मेरो अगाडि चाहिँ मारिदियो भने मलाई अब रिस चाहिँ होइन, माया लाग्छ होइन। सो अब यिनीहरू सबै मारि नै दिन्छ। मार्ने बेलामा चाहिँ म चाहिँ लुक्नु पर्ने छ क्या कता होइन। यस्तो राम्रो फुलेको छ होइन।
अनि योबाट सुरु भयो भत्काउन। अब यो भत्काएपछि बाख्राखोर, कुखुराखोर, बङ्गुरखोर होइन। यस्तो नि त साथीहरू, ठाउँ सर भन्नुलाई सजिलो छ होइन, जुरुक्कै उठेर जानलाई त पहाडतिर त्यो राखेको बारीतिर सारी हिँड्ने सेउले गोठ पनि त्यति सजिलो छैन त। त्यो सेउले गोठ सार्नु पऱ्यो भने 4-5 दिन अगाडिदेखि योजना बनाउनु पर्छ भने यो त 4 पुस्ता बिताएको घरहरू पो त, संरचनाहरू पो त। 4 पुस्ता भनेको कति हो तपाईँहरू सोच्नु त। 4 पुस्ता अगाडिदेखिको 4 पुस्तादेखिको संरचनाहरू भत्काउँदाखेरि कसलाई माया हुँदैन? माया भइहाल्छ नि, पैसा ठुलो कुरा हो र होइन। तर यति चाहिँ हो, माया हुने भइ किन दिस भन्ने टाइपको तपाईँहरूको मनमा जाग्ला, त्यो होइन, विकास होस् होइन। सो मैले यो ठाउँ दिँदाखेरि दुनियाँको भविष्य बन्छ भने म एक्लैले किन त ओगट्ने भनेर मेरो नम्बरी जग्गा, मेरो नाममा भएको पूर्जावाल जग्गालाई पनि मैले अहिले मेरो हर्क साम्पाङलाई सुम्पिएको छु। माया त भइहाल्छ नि होइन। कति दुःखले यो संरचनाहरू बनाइएको वर्षौँदेखि होइन, एउटा गर्दै जोडेको चिजहरू भत्काउँदाखेरि माया लागिहाल्छ। त्यो त जो कोहीलाई नै हुन्छ, तपाईँहरूलाई पनि हुन्छ। तर जहिले पनि कहिले आफूलाई फर्केर नहेरिकन अरूलाई जज गर्ने बानी छ हामी नेपालीहरूको होइन। यो चाहिँ म ठोकेरै भन्छु। अनि यो मेरो छोरी पनि यहाँ पढिरहेको छ, भोलिदेखि स्कुल छ, 12 गतेदेखि होइन। लेख्नु हुँदैछ छोरी। तपाईँको ह्यान्डराइटिङ हेरौँ त सानो। वाह, गुड 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 गुड। ल छोरी पढिरहेको छ। अनि यो गमलाहरूको चाहिँ अब लगिन्छ होइन टक्कसँगले। मेरो घर चाहिँ यस्तो छ, मेरो लागि दरबार हो, घर हो। तपाईँहरूको लागि यो सायद कटेर होला होइन। मेरो यहाँनिर 1 वर्षको कमाइ पनि मकै झुन्डिएको छ, यो त बोकेर लगिहाल्छु, केही छैन। साथीहरू, पुरानो घर देखाउन चाहन्छु म तपाईँहरूलाई। यो 4 पुस्ता बिताएको घरहरू भनेको यही हो, घरको गाह्रो होइन, भत्किसकेको छ। अनि यो चाहिँ मेरो पसल घर हो, किचन र पसल घर। अनि उता चाहिँ आफू बस्ने घर। अब यस्तै हो, खिया लागेको थोत्रो घाम पानी भित्रै छिर्ने भए पनि माया त माया लाग्छ। किनभने आफूले जोडेको, आफूले बनाएको चिजहरू होइन। कसैले यो थोत्रे टिनको एउटा टोयलेट जस्तो यो घर पनि होइन, यस्तो उस्तो भने पनि मेरो लागि चाहिँ यही घर चाहिँ दरबार लाग्छ। अब त्यो फुल मर्छ है सानो, तल्लो चाहिँ यो फुलहरू त अब झम्पलले हुन्छ कि केले होइन, अलग्गै लगेर पानीमै भए पनि राखेर बचाउने। आम्बो के हो लाउरे दे मनको बात। बाँदरको रतो नानी भेट्टौला तत्तो बानी मर्स्याङटी छ ला मारियो है। त्यस्तो होइन, माइला बजुको चाहिँ कस्तो पो थियो। तिमीलाई त अब्बर सुहाउँछ त्यसले, उज्यालो कलर क्या परैबाट। यता हेर त, तिमी हेन्डसम छौ नि त है। फर्स्ट टाइम मम्मीले तारिफ गर्नुहुँदैछ। तारिफ त मेरो छोराको लागि म जहिले गर्छु, तर मनमा गर्छु नि त, भन्दिनँ र पो त। ल एकछिनमा बनाइदिन्छु। आफ्नो छोराछोरीलाई कहिले पनि नराम्रो। ल म बनाइदिन्छु। बादरको रातो नानी अरे के अरे आम्मा त्यस्तो नि गीत गाइन्छ त। मलाई लट्ठी लाग्छ। यो चाहिँ तारजाली हो क्या साथीहरू। मेरो एरिया जति सबै मैले कम्पाउन्ड बारेको थिएँ नि त तारजालीले, त्यही भएर अब यो तारजालीहरू सबै निकाल्ने काम हुँदैछ होइन। निकाल न। तपाईँहरूलाई के थाहा है साथीहरू, गाइस हेर्नु हेर्नु हेर्नु, मलाई चाहिँ उचाली मेरो छोराले बोकेर यहाँ छानामा हालिदिएको छ। किन भन्दा म गरिब छु नि त, ड्रोन छैन। ड्रोन नभएपछि यहाँको संरचनाहरूलाई चाहिँ अब यसो भिडियो बनाइदिउँ भनेको, आफ्नो ड्रोन नभएपछि यो रुखलाई नै
स्वामीको बोटलाई ड्रोन बनाऊँ भनेर क्या माथि चढेको। अब हेर्नु है त टक्क म लिन्छु क्या मुनि भुइँमा बसेर लिएको भिडियो र यो रुखमाथि मेरो यो अर्ग्यानिक ड्रोनमाथि बसेर लिएको भिडियोमा कति फरक छ होइन जस्ट हेर्नु है त। टोपी खोल न मलाई देख्दैनौ अनि म लड्छु खोल न पहिले मलाई यो रुखमा उचालेर हाल्देको झार्ने अरे उद्दै फेरि काकाले जाऊ 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 ल हिजोदेखि भत्काउन सुरु गरेको संरचनाहरू चाहिँ आज यो लगभग 2-3वटै सकिने 2टा जस्तो सकिने रहेछ ट्याक्कै राखिदिने हो होइन ब्याङ्गै नझर्ने ठुठासँगै लाने यो खम्बासँगै अनि चाहिँ लाने लगेर तल राखिदिने यो पनि मजाले यो फेदैमा काटेर बोकेर लाने ए अब यस्तो फुलबारी बनाउनु त वर्ष लाग्छ यस्तो कहाँ अहिले हुन्छ हो त्यसरी टुक्रुक्क राख त भाइ गुड मनी प्लान्टहरू चाहिँ बचाउन सकिन्छ यो अरू फुलहरू चाहिँ अब गयो यस्तोहरू चाहिँ सेतो रोज पनि लगेर तल त रोप्नुपर्छ सानो हाम्रो घरमा कहाँ यहाँ त अब त यो त अब हाम्रो घर होइन एकजना पस्नु नि
हटाउनु भन्ने चिज कति नराम्रो रहेछ त, बनाउनु भन्ने चिज कति राम्रो रहेछ त हैन। ल हेर्नुहोस्, छाराहाङ होटल पनि यता छ। निलैलाई यो मेरो फुल यस्तो गाजिएको अब तल केमा राख्ने, यत्तिकै उभाएर पानीहरू चाहिँ लाउँदै गर्नु पर्ला हैन। तयारी भइराखेको भए नि यो लाँदै ठाउँ ठाउँमा गाडी हाल्दा हुन्थ्यो। अब तल घर नाम निशानै तयारी भएको छैन, कता कता राख्ने भन्ने कुरै अहिलेसम्म थाहै भएको छैन। अब के गर्नु, अभिबा छोरा किन चिन्ता लाग्यो? सक्यो के गर्नु, सक्यो। सिन्डेरेलाको संरचनाहरू भत्केर सक्यो। ल सक्यो। कसले भन्नु पर्यो? अनुमानमा होइन, हामीले अनुमान भन्नु त कति हो तपाईँको कति जति लाग्छ? लगभग 32 दिन 40 बिघा हुनसक्छ कट्ठा। त्यो त मान्छे कन्फ्युज पनि छ नि त होइन। यो हर्क साम्पाङ राई धानको मेयर हुँदा मात्रै बन्ने, नहुँदा नबन्ने भन्ने हुँदैन नि त।